हेट गाउँमा नि कति साह्रो बाइक कुदाएको हो यार। हेट तेरिका बाटो नि राम्रै छ, कुदाउनु पर्यो एकछिन। अलि हतार पनि छ, सेफ्टी तरिकाले बाटो नि राम्रो छ। 80 90 भन्दा माथि क्रस गर्नुपर्छ। एकचोटि ट्राई गरौँ है त। ल 91 92 93 94 ल है साथीहरू, यो चाहिँ एकदमै पुरानो पुल, अगैया पुल, राप्ती सोनारीको हो। राप्तीको हो सर, यो राप्ती पुल हो भन्छन्। हामीलाई त थाहा भएन। सर्टकट हामी नेपालगञ्ज हानिरहेको छौँ कि कोहलपुर नभएर। एकदमै रमाइलो ठाउँ छ, घुम्न आउनुहुन्छ। यस्तो छ नजारा, यी धेरै सुन्दर देखिन सक्छ। हामीलाई त मन पर्यो के अरे ठाउँ। हाम्रो गोपाल सरपा चस्मा लाएर जाउँ। अझै टाढा छ हो, अझै 1.5 घण्टा 2 घण्टाको बाटो छ है। हो यो जङ्गलै जङ्गल हो कि के छ अवस्था? जङ्गलै जङ्गल छ उतै। ल ठिकै छ, अब जाउँ न। के कस्तो छ जे जस्तो भए पनि जाउँ है त। ल जोडिराख्नु होला है साथीहरू। लाग्नु पर्यो, जङ्गलै जङ्गल छ। कति टाइम लाग्छ? सर्टकट बाटो हो भन्नुहुन्छ के अरे। अब हेरौँ न के छ कस्तो छ। तर बाटो चाहिँ सफा होस्, चिटिक्क होस् के, राम्रो होस्। म त त्यही भन्छु। यही नै हो हाम्रो सर्टकट। कहाँ जाने? नेपालगञ्ज जाने गरे। ल सर जाउँ, सर जाउँ सर, आउनु। ल है साथीहरू, अब हामी चाहिँ यो अगैयाबाट सिधै सर्टकट हामी नेपालगञ्ज हानिरहेछौँ। कोहलपुर भएर जान अलिकता डिस्टेन्स पनि लामो पर्छ। यो बाटो अलिकता राम्रो पनि छ। बाटो पनि एकदमै अहिलेसम्म ठिकठाक नै छ भन्नु पर्यो। एकदमै रमाइलो भइरहेछ। बाटो एकदमै मस्त छ, भर्खरै बनेको जस्तो बाटो छ। राम्रो छ बाटो, हेर्नुहोस् तपाईँहरूलाई पनि मनपर्छ। टालेको केही पनि छैन, चिटिक्क छ। र यो डाङको अगैयाबाट एउटा राप्ती सोनारीको पुल हो कि के हो, अनि त्यो ठाउँबाट सिधै नेपालगञ्ज जान्छ यो बाटो। बाटो पनि राम्रो छ एकदमै। लगभग 1.5 घण्टाको बाटो हो भन्छन्, 1 घण्टाको बाटो हो भन्छन्। अब हामी त फर्स्ट टाइम हिँडिरहेछौँ, थाहा भएन। अब यही नै हो, तपाईँहरू पनि यो बाटो देखेर मन परिरह होला। यो चाहिँ डाङको गाउँ हो भनौँ। यता बिचमा आएर बाटोमा अल्लमल्ल परियो। कता जाने सबैतिर बाटो भयो। कता जाने होला एकछिन। ओके, अब हामी फेरि नेपालगञ्जतर्फ हामी लाग्दैछौँ। बाटो यही नै हो। ल साथीहरू, यदि मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु होला है। भ्लगहरू भिडियोहरू के कस्तो लाग्छ यसो कमेन्ट गरिदिनु होला है। नयाँ युट्युबरहरूलाई यसो सपोर्ट गर्नु होला साथीहरू। मलाई चाहिँ डाङको यो एकदमै गाउँ पनि राम्रो लाग्यो कि। बाटो राम्रो छ नि त, जे जस्तो भए पनि बाटो राम्रो छ, मस्त छ। अगाडि टक्क अब दिन ढल्किँदैछ। अलिकता स्पिडमा नै हामी गइरहेछौँ। गाउँमा भए तापनि अलिकता स्पिडमा नै हामी बाइक कुदाउँदैछौँ, किनकि रात हुनुभन्दा पहिला नै हामी नेपालगञ्ज पुग्नुपर्छ। अब आयो यहाँ मस्त एउटा पुल, हेरौँ के कस्तो छ। हाइटमा छ, जे होस् राम्रो छ। ओ मस्त। अब सनसेट हुँदैछ। ओइ तेरिका, ल साथी त उठेर नि चलाउनुहुन्छ त है। साथीहरू इन्जोय गर्दै गर्नुहोस्। बाटो यही नै हो। बाटो आज अहिलेसम्म एकदमै क्लियर छ, राम्रो छ, मस्त छ भन्नु पर्यो। अब यो हामी सनसेट हुँदैछ भन्नु पर्यो अगाडि ट्याक्क। अब क्यामेरामा राम्रो क्लियर चाहिँ भिडियो आउँदै छैन थाहा भएन, हेरिराख्नुहोस् है। अब यो गाउँ नै हो भनौँ। यतातिर डाङ राप्ती सोनारी गाउँपालिका हो कि के हो, अब खासै हामीलाई पनि थाहा भएन। राम्रो छ, अलिअलि चाहिने जति सानो बजारहरू पनि छ। गाउँ पनि राम्रो छ। बाटो त मस्त क्लियर, एकदमै लास्टै राम्रो छ। यदि कोही तपाईँहरू ट्राभल गर्दै हुनुहुन्छ भने नेपालगञ्जबाट सिधै अगैया निस्किन सक्नुहुन्छ सर्टकट। अनि लमही यसरी तपाईँहरू हिँड्न सक्नुहुन्छ। कोहलपुर अलिकता डिस्टेन्स हुन जान्छ। सो है त साथीहरू, यही नै हो। अब अलिकता बेसरी कुदाउनु पर्यो। साथीले लास्टै कुदाइराख्नु भएको छ, अलिक छिट्टो नै पुग्नुपर्छ होला। 80 90 95 60 त अझ म कति 100 पनि हानिदिइराख्नु भएको छ होला। तर मलाई चाहिँ अलिक गाह्रो छ है त। म चाहिँ त्यति चलाउँदिनँ। अब मेरो नर्मल भनेको 60 70 हो। अलिकता अब बाटो खुल्ला छ, गाउँको भए पनि कुदाउनु पर्यो भनेर साथीले चाहिँ
कुदाइराख्नु भएको छ। मलाई छोडेर उहाँ कहाँ पो पुगिजानु भएको छ हेर्नुहोस्। 80 87 कति 87 88 89 90 91 92 93 94 सम्म 95 96 कुदाइयो। नकुदाउँ यार, अलि आफ्नो सेफ्टीको पनि ख्याल गरौँ। ढिलो गए पनि अवश्य पुगिन्छ। के हो यार सर यार 95 कुदाइदिनुहुन्छ यार, यस्तो नकुदाउन यार। गाउँमा नि यस्तो कडा हानिएपछि कहाँ हुन्छ यार। ल है अब हामी चाहिँ नरोकिकन अब हामी चाहिँ नेपालगञ्जतर्फ हामी अगाडि बढ्दैछौँ। धेरै नकुदौँ अनि भिडियो पनि अब कति बनाउने हो। भर्खर लगभग आधा डिस्टेन्स जति हामी चाहिँ क्रस गरेका छौँ। यसकारण अब अलि छिटो नै जानुपर्छ, नरोकिकन जानुपर्छ। राति हुँदैछ, अझ हामीलाई राजापुर बर्दिया पुग्नुपर्ने छ। सो गाइस जोडिराख्नु होला। भिडियोलाई हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब धेरै भिडियो नबनाम, अब यही नै हो भनौँ न। अब नेपालगञ्ज साइड हाम्रो राति भइहाल्छ होला। अब अलिकता स्पिडमा गाडी कुदाउँदैछौँ। सो अब भिडियो चाहिँ म यति नै राख्दैछु है त साथीहरू। फेरि पनि अर्को भ्लगमा छिट्टै नै भेट्नेछौँ। बाई बाई है साथीहरू, बाई बाई।